हाहा या यो कडा हो सुना हो कुरा हो यस्तै खालको भइरहेको जिन्दगी अधुरा हो भएको छैन केही पनि पुरा हो हरेक यहाँ शब्दले पेल्दै म आएको भन्नुपर्दा खासमा सबैलाई यहाँ ठेल्दै म गएको लागेको थिएन कसैको यहाँ आश मरिसके म पहिले जिउँदो लास भई किन हिँडिरहेको अहिले मरिन्छ पो कहिले तर मरिसके पहिले थाहा छ सबैलाई अहिले यस्तै छ जिन्दगानी लाइक पानीमा नुन हाल्दा पनि पानी पानी जस्तै देख्छ तर स्वाद हुन्छ अर्को जब खाने मान्छेले भेट्छ यस्तै हो मेरो कुरा कसले टेर्छ त्यसले हेर्छ फ्युचर राम्रो हुनेछ त्यसको तर आफ्नो छ बिग्रेको कसलाई के पो थाहा छ मन कति दुखी राखो आफूले सोचेको कहिले नहुँदाखेरि कस्तो दुख्छ भन्ने तँलाई के थाहा छ र तँलाई त्यस्तो भाछ र अहिलेको जमाना यो सबै देखाउटी सबै नकली आफू एक्लै बस्नु पर्दाखेरि हाँसी खुसी कस्तो भई असली आफ्नै अर्कालाई देखाउनु पर्दैन नाटक गरिकिन आफ्नै रियल सेल्फ देखाउनु पाए पनि तर रोकिरहेको छ यहाँ मनी पैसाको लागि आफ्नो आइडेन्टिटी नै हरायो जब आफ्नो बोल्यो त्यतिखेर तेरो लागि पैसाले करायो यो बल्ल बल्ल गरायो भाइ घर बसी बस 2-3 साल अन्त मात्रै जा किन भन्दाखेरि बाहिर जिन्दगी गाह्रो छ घरमा यहाँ परिवार साथी भाइको बिचको समय व्यर्थ गयो भन्ने तेरो सोच कति नकली मान्छे हेर्दै नकली अर्काको लागि काम नगर बाउ आमाको भर पर बाउ आमाले भन्छ पैसा कमाउनु जा घर घर तर के थाहा त्यो हो एउटा दल तपाईहरूसँग बस्नु पाएको समय नै एकदमै हो त्यति नै भन्नु म चाहन्छु भन्नु बेसी छैन सत्य कुरा बोलेको ढाँटेको मैले होइन के मैले बोले अलिकति बुझ्नु गाह्रो छ 2-3 खेप हेर त्यहाँदेखि नबुझ्नु घन्टा पनि साह्रो छैन